माता पाथिभरा माता पाथिभरा यहाँदेखि यस्तो देखिँदैछ डाँडामा टाढा पो रहेछ। हेलो साथीहरू, वेलकम टु माई न्यू ब्लग। अहिले हामी चाहिँ यो ताप्लेजुङको पाथिभरा दर्शनको लागि आएको छौँ। हिजो हामी धरानबाट हिँडेको थियो र तल सुकेटारमा बास बसेर आज चाहिँ हामी सुकेटारबाट बिहान हिँडेर अहिले तल्लो फेदीमा आइपुगेको छौँ। ऊ माथि यो पाथिभराको माथि रहेछ। अब यहाँबाट चाहिँ हिँड्नुपर्ने छ सुकेटारबाट यहाँ यो तल्लो फेदीसम्म गाडीमा आइयो। यो बाइक नआउने रहेछ अहिले पानी परेकोले गर्दा। ल साथीहरू, हामी चाहिँ यो तल्लो फेदीबाट अहिले बाटो लागेको छौँ, हिँड्दैछौँ। सम्झना अगाडि लाग्दैछ। लट्ठी पनि यो प्रसाद किनेको ठाउँमा पाइँदो रहेछ, पूजाको सामान किने। अब उकालो लागिँदैछ। यहाँबाट भन्दैछ 3-4 घन्टा लाग्छ भन्दैछ, खै कति लाग्ने अब पुग्नलाई। अब उकालो निकै नै रहेछ। बिस्तारै बिस्तारै पाथिभरा माताको दर्शन गर्न जानु पर्यो। धन्न आज मौसम चाहिँ साफ छ, क्लियर भयो। 2 दिन बस मौसम क्लियर भएको। साथीहरू, तपाईँहरू पनि आउनु होला, पाथिभरा माताको दर्शन गरेर जानु होला। सास बढ्यो? सिँढी बनाइदिएको रहेछ, राम्रो छ। ल साथीहरू, यस्तो मजाले सिँढी लगाइदिएर एकदम व्यवस्थित खालको बनाइदिनु भएको रहेछ। लाली गुराँस चाहिँ फुलिसकेको रहेछ र लाली गुराँसको टाइममा चाहिँ राम्रो हुने रहेछ। यहाँ लाली गुराँस छैन। यसो ठाउँ ठाउँमा डस्टबिनहरू राखिदिएको रहेछ, बोर्डहरू। पाथिभरा मन्दिरको दर्शन गर्नुभएकोमा हार्दिक धन्यवाद। शहीद यात्रा सफलताको शुभकामना। सास चाहिँ निकै नै बढेको छ साथीहरू, तर मौसमले एकदम साथ दिएको रमाइलो लागिरहेछ। यो माथि फेदी हो? ए होइन, माथि फेदी। ए माथि फेदी बोला भने माथि फेदी होइन साथीहरू। माथि पाथिभराको मन्दिरको डाँडा चाहिँ छेक्यो बादलले, केही देख्दै छैन। साथीहरू, निकै माथि आइपुगिसक्यो हामी। कति राम्रो ठाउँहरू। सम्झना पनि तानिँदैछ मरिमरि। बाटो त राम्रो रहेछ, नचिप्लिने खालको ढुङ्गा लगाएर एकदम व्यवस्थित, मजाको लाग्यो। यो प्रवेशद्वारमा इन्ट्री हुन आँट्यौँ। प्रवेशद्वारमा हामी भित्र पस्ने। सम्झनाले चाहिँ भेटी पैसा चढायो। यहाँ चढाउनु पर्ने रहेछ भेटी पैसा चढाउनु पर्ने रहेछ। यहाँदेखि भित्र पसेपछि यो चाहिँ पुरा ठुलो फेदी, माथिल्लो फेदी रहेछ। माथिल्लो फेदी, ठुलो फेदीमा आइपुगेको छौँ। यहाँदेखि अब 2 घन्टा लाग्छ होला माथि पुग्नुलाई। माथिल्लो फेदीबाट चाहिँ निक्लिसकेको छौँ। निक्लिने बित्तिकै यस्तो छ। यहाँ भलिबल खेल्ने ठाउँ रहेछ। अनि मजाको गेट बनाएको रहेछ। अब यहाँदेखि माथि जानु चाहिँ भन्दैछ यहाँ होटलवालाहरूले 2 घन्टा लाग्छ भनेर। मजाको यहाँनिर यस्तो बनाएको छ, यस्तो मजाले बनाएको हो यो भेडाको टाउकोहरू। अब यहाँ गेट क्रस गरेर हामी चाहिँ उकालो लाग्दैछौँ। यस्तो यहाँ चाहिँ ध्वजहरू मजाले लगाएको रहेछ। अलिकति हेर्छु ल, यस्तो रहेछन्। यहाँनिर चाहिँ होइन नि, पूजा गर्ने ठाउँ यहाँ पनि रहेछ। यहाँ म त भिडियो पो बनाइदिन्छु त। यहाँ एकदम मजाले
मजाले धुपहरूको बास्नाहरू आउँदैछ। साथीहरू यो चाहिँ कान्छी माता रहेछ। यो कान्छी माताको दर्शन गरेर घुमेर मात्रै माथि जानुपर्ने रहेछ। मनोकामना पुरा हुन्छ अरे। यहाँबाट यो पुरै चक्कर लगाएपछि यो चाहिँ धर्मद्वार जस्तो रहेछ। धर्मद्वार म पहिले गइहाल्छु नि, तिमी आऊ ल। अब यहाँ छिर्दैछु यसमा। पखाइ म पनि छिरिहाल्छु ल। ल ठिक छ, एकछिन पखाइ तिम्रो पाला अब आउने ल। सम्झना आउँदैछ छिरो। टिका लाग्छ। तलले डोरीहरू बाँधेको रहेछ हौ। यहाँ बाँध्दै 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 जाँदो रहेछ हौ डोरी पनि यसरी। गाउँमा पुरै धुसो लागिरहेछ। लालीगुराँसको बोट चाहिँ रहेछ तर फुलेन छ। ट्याङ्की भएकोसम्म चाहिँ उकालो छ अरे, त्यहाँदेखि अलिक करिचे छ भन्दैछ। ठाउँ ठाउँमा यसरी बस्ने ठाउँहरू एकदम व्यवस्थित तरिकाले बनाएको रहेछ। उकालो साह्रो पऱ्यो। सुँगी हिँड्नेलाई त त्यहाँ छैन रहेछ। 2 घन्टा 2 घन्टा तलैदेखि हिँड्नु चाहिँ माथि 2 घन्टा। उकालो हिँड्दै गर्नु। यो पानटेङ्कीबाट चाहिँ उता अलिक करिचे दमसाले छ अरे भने चाहिँ तल भन्नु थियो। ल यहाँसम्म आयो। यतातिर फेरि एनसिएलको टावर टिप्दैन छ, एनटिसीको मात्रै। साह्रो फगी लागेको चिसो त्यस्तै फगी त्यस्तै। जाडो महिनामा त यहाँ चाहिँ कस्तो हुन्छ होला, अहिले त्यस्तो छ। जेठमा यति साह्रो, पछि त यहाँ त केही नदेख्ने हुन्छ होला। यो त मजाले छानाहरू लगाइदिएको छ हौ मजाले, पानी पर्दा पनि केही नहुने गरी हो। तलतिर 35 मिनट लाग्छ हो। अब 35 मिनट भन्दा अलिक फटाफट हिँड्नु भयो नि, 35 मिनट पुग्नुहुन्छ। ए 35 मिनट। अब चाहिँ यस्तो ठाउँमा आइपुग्यो। लालीगुराँस फुलेर पनि भएछ, ओइलाउँदै रहेछ पुरा। त्यति मैले देखेन। अझ ल 20 मिनट पुगिन्छ भन्दैछ। यहाँ चाहिँ त्रिशुलहरू गाडी रहेछ थुप्रो। अलिक उता धेरै देखिन्थ्यो होला, गइएन उता चाहिँ। हाम्रो किन जानु पनि उकालै छ, सकिए जस्तो छ। यहाँ चाहिँ त्यसरी छ होला सायद। साह्रो पऱ्यो सम्झन। आइसक्यो यहाँ माथि डाँडामा। ठाडै होला। अब जानुपर्ने यता होला, यो होला मेन इन्ट्री गेट। यहाँबाट पस्नु पर्यो होला। पाथिभारा माता की जय। मेथी पैसा चढाएर उकालो लाग्ने मन्नतहरू चले। घन्टी बजाऊ। घन्टी त घन्टी रहेछ हौ, दामी रहेछ। दुईपट्टि घन्टी त कति धेरै लगाएको।
थाक्यो साह्रो गरी धेरै थाक्यो। सम्झना चाहिँ भित्रबाट कामदै पनि छ अरे, थाक्यो मलाई सास बढ्यो अरे नि भित्रबाट कामदैछ अरे भनेपछि निकै थाकेछ। आखिरी नै भएछ उसको पनि। मलाई चाहिँ ज्यादा एक्साइटेड भएर या माताले बल दिनु भएर के भएर कुनै यहाँनिर एकदम थाकेको त्यस्तो अनुभवै भएको छैन, महसुस भएकै छैन थाकेको। मजा आइरहेछ। ए घन्टी बजाउँदै छैन साथीहरू। अब चाहिँ लगभग हामीले आफ्नो गन्तव्यमा आउन आँट्यो। पनि एक्साइटेड भएर अगाडि हिँड्नु थाल्यो। अघि हिँड्नु सक्दै थिएन, अहिले त हिँडेको हिँडै गर्न थाल्यो। साथीहरू जो पनि पाथिभन्दा मन्दिर आउनु भएको छैन, यस्तो छ हेर्नु होला भिडियो मार्फत। अनि भयो भने आउने कोसिस गर्नु होला, एकचोटि आफ्नो मन्नत पुरा गरेर अब जानु होला। र यहाँ आइपुगिएछ मन्दिरमा, यहाँबाट मजाले पूजासुजा गरेर चाहिँ फर्किने हो। पानी परेन भने त ठिकै हुनेछ। यहाँनिर चाहिँ साथीहरू विशेष गरी पाथिमरामा आउने समय भनेको चाहिँ मेरो विचारमा चैततिर रहेछ हौ, फागुन चैततिर रहेछ। त्यतिखेर भए अलिकति जाडो पनि त्यति नहुने, अनि विशेष गरी पानी नपरेको हुनाले त्यति बेला चाहिँ बाटोहरू राम्रो हुने। अनि तल के पो केटार सुकेटारबाट बाइकमा लगभग 12-13 किलोमिटर जस्तो चाहिँ आउन सकिने रहेछ यो तल्लो फेदी, सानो फेदीमा। नत्र भने चाहिँ गाडीमा चढेर आउनु पर्ने रहेछ। त्यो कारणले गर्दा बर्खामा चाहिँ अलिकति समस्या हुने रहेछ। सम्झना अत्याधिक थाकेको अवस्थामा बिचरा आइपुग्यो। अब साह्रो थाक्यो नि, फाइनली यहाँ आइसक्यौँ। यो तेर्सो यहाँनिर, यतानिर यस्तो रहेछ। ल जति पनि उकालो हिँड्दाखेरि थाकेको थियो त्यो सबै दूर भइयो। अब आइपुग्यो पाथिभारा मन्दिर चाहिँ यस्तो रहेछ है साथीहरू। ल हेर्नु होला पाथिभारा मन्दिर। जय माता दी, जय पाथिभारा मन्दिर की, पाथिभारा माता की जय हो, जय हो, जय हो। ल यहाँ चाहिँ अहिले चाहिँ एकदम मासतिर पनि यो मन्दिर त रहेछ, तर मेन चाहिँ यही रहेछ पाथिभारा मन्दिर। साथीहरू अब हामी एकछिन चाहिँ यहाँनिर एकछिन सास फेरेर रेस्ट गरेर त्यहाँबाट चाहिँ ओह्रालो त्यहाँबाट पूजा गर्नु जाने हो। एकछिन चाहिँ यहाँ आराम गर्ने। ल साथीहरू अब चाहिँ हामी यहाँ पूजा गर्नको लागि जाँदैछौँ। इन्ट्री भइसक्यो पूजा गर्नको। अब यहाँ पूजाको सामानहरू लिएर हामी चाहिँ पूजा गर्नको लागि भित्र पस्दैछौँ। पूजा गर्न जाने हो। यहाँनिर चाहिँ यहाँको दृश्य बलि दिने ठाउँ उतापट्टि रहेछ। यो ठाउँ चाहिँ बलि दिने रहेछ, त्यो साइड चाहिँ। यो चाहिँ नाग रहेछ। साथीहरू पूजा गर्ने मुख्य ठाउँ चाहिँ यही रहेछ। यहाँनिर चाहिँ पाथिभरा माताको मेन पूजा गर्ने ठाउँ। यहाँनिर चाहिँ कोक्रो राखेको रहेछ। घाम छाया सबै आउँदो रहेछ। माता पाथिभरा माता साक्षात् नजिकबाट दर्शन गर्नु होला।
अन्तिममा पर्ने देवीको चरणमा हो मिलाएर घन्टी कहाँ चढाउनु घन्टी यहाँ बजाएर सुनाउने अनि बाहिर साथीहरू अब हाम्रो चाहिँ पूजा सकिएको छ यो पुरै यसलाई 3 चक्कर लगायो धुप बालेर त्यो पनि भयो अनि धुपहरू बालेर हामीले धुप यहाँ पर जलायौँ त्यहाँनिर राख्यौँ फोटो भयो अघि भइसक्यो अब चाहिँ सञ्जीवनी माताको चरण पर्नु हुँदैछ सिरै राख्नु सिरै पाउमा राख्नु दर्शन गर्नु ल आउनुहोस् जसले पनि आफ्नो यहाँको भाकल गर्नु भएको छ आउनु होला पूजा गर्नु यहाँनिर अलिकति हिँड्नु मात्रै गाह्रो छ तर यहाँ माथि आइसकेपछि पाथिभरा माताको कृपाले आशीर्वादले गर्दाखेरि एकदम थकान मेटिहाल्छ ल साथीहरू अब चाहिँ हामी यो पाथिभरा मन्दिर पूजा सकेर अलिकति मासतिर पनि रहेछ यहाँनिर यहाँ जाँदैछौँ यस्तो रहेछ ए यहाँ माथि चाहिँ टपमा रहेछ सबसे टपमा चाहिँ यस्तो छ यहाँको दृश्य ए यहाँनिर चाहिँ होमवर्क गर्दो रहेछ हौ है पढ्दो रहेछ नि मजाको यो तल चाहिँ पाथिभरा पूजा गर्ने ठाउँ पर यो चाहिँ होमहरू गर्ने केजा यस्तै रहेछ यहाँनिर र यो सबसे माथि टप सबसे माथि पिकमा आइएको छ यहाँ सम्झनाले फोटो खिच्ने पोज दिइहाल्यो यहाँ आउने बित्तिकै ल साथीहरू अब चाहिँ अब यहाँबाट केही छिन पछाडि अब ओह्रालो जाने यो चाहिँ पाथिभरा मध्यमाथि डाँडामा चाहिँ यो फरफराउँदै गरेको शिर हो शिर भनेको चोडुङ ए हजुर भनेर भन्नुपर्छ शिर यो सबभन्दा उच्च यो हो शिर भने शिर उच्चमा छ यहाँभन्दा यहाँ त उच्चै छैन रहेछ नि त यता पनि होइन पाथिभराको सबभन्दा उच्चमा भएको हाम्रो किराँतीहरूको यो शिर यो मुकुमलुङ माङको माथि उच्च भनेको शिर ए भन्नुपर्छ हजुर हजुर यता ढुङ्गा उठाएको पनि हाम्रै माङ्गेना चोडुङ शिर भन्नुपर्छ ए यिनीहरू है यता सिंहकालिका हजुर सिद्धकालिका सिंहकालिका भने महाकाली रुद्रकाली भद्रकाली दन्तकाली अनि फेरि दन्तकाली भक्तकाली सिंहकाली त्यसरी जान्छ 8 वटा हुन्छ 8 वटा है देवीहरूको नाम के ऊ पर होइन उयो त्रिशुल पक्रिरहेको यो चाहिँ सत्याङमाको मूर्ति रहेछ यहाँनिर बनाएको सत्याङमा सत्याङमाको मूर्ति रहेछ यहाँ चाहिँ यहाँ त माथि पहाडै छैन यहाँनिर सबसे माथि ल साथीहरू अब चाहिँ हामीले चाहिँ यहाँ घुमिसक्यौँ अब यहाँबाट ओह्रालो जाने हो अब हाम्रो चाहिँ तल सुकेटार नि सुकेटार माछा बाइकर चाहिँ अब सुकेटारबाट चाहिँ हामी चाहिँ हिँड्ने